नमस्कार, कान्तिपुर समाचारमा स्वागत छ। न्याय परिषदको 4 वर्षे कार्यकालमा 3 वर्ष बितिसकेपछि सर्वोच्च अदालतका लागि पहिलो पटक मंगलबार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ। लामो समयसम्म सर्वोच्च अदालतमा न्यायाधीश अभाव हुँदा पनि ठोस निर्णय लिन नसकेको न्याय परिषदले मंगलबार 8 जना न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको हो। किशोर पौडेलको रिपोर्ट। सर्वोच्च अदालतमा 15 स्थायी न्यायाधीश मध्ये 10 जना न्यायाधीशको पद रिक्त रहेको थियो। यसबाहेक सर्वोच्च अदालतमा मुद्दाको चाप हेरेर अस्थायी न्यायाधीश नियुक्त गर्न सक्ने प्रावधान छ। तर न्याय परिषदले मंगलबार जम्मा 8 जना स्थायी न्यायाधीशका लागि मात्रै नाम सिफारिस गरेको छ। न्याय परिषद ऐन 2047 र न्याय परिषद कार्यविधि नियमावली मा उल्लेखित व्यवस्था समेतको आधारमा सर्वोच्च अदालतमा चाहिँ स्थायी न्यायाधीश नियुक्ति गर्नको लागि आज न्याय परिषदले सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनेमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय हुनुहुन्छ। यसैगरी ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश शर्मा पौडेललाई न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले सिफारिस गरेको छ। आज स्थायीको लागि अब न्याय परिषदले नियुक्ति गर्ने सिफारिस गरेको छ। अस्थायीको पनि अब आवश्यकता जुन ठानेको अवस्थामा जुन सर्वोच्च मुद्दाको जुन चाप बढिरहेको अवस्था समेतलाई दृष्टिगत गरेर न्याय परिषदले त्यस्तो चाहिँ आवश्यकता महसुस गरेको अवस्थामा अस्थायी न्यायाधीश नियुक्त गर्ने व्यवस्था भए अनुसार त्यो प्रक्रिया पनि अगाडि बढ्छ। कुनै पनि अदालतमा न्यायाधीश नियुक्त गर्दा स्वच्छ छविको हुनुपर्ने व्यवस्था रहे पनि न्याय परिषदले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्दा यस्ता विषयमा भने आँखा चिम्लेको छ। विशेष अदालतको न्यायाधीशका रूपमा रहँदा कार्य सम्पादनमा विचलित भएको प्रश्न देखिएकाले प्रचलित कानून बमोजिम कारबाहीको सिफारिस भएका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत परिषदले सिफारिस गरेको छ। जबरालाई सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बद्ध जेपी गुप्ताको मुद्दा फैसला गर्दा सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले जबरा न्याय सम्पादनमा विचलित भएको ठहर समेत गरेका थिए। यता सोमबार बसेको परिषदको बैठकमा 10 जना न्यायाधीश नियुक्तका लागि सिफारिस गर्ने सहमति गरे पनि जम्मा 8 जना न्यायाधीशको मात्रै सिफारिस गरेको छ। कानून व्यवसायी न्याय सम्पादनमा 15 वर्ष काम गरेको व्यक्ति सर्वोच्चको न्यायाधीश बन्न पाउने व्यवस्था भए पनि परिषदले पुनरावेदन अदालतका न्यायाधीशबाट मात्रै सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको छ। बाँकी 2 जना स्थायी न्यायाधीश कुन क्षेत्रबाट ल्याउने भन्ने विवादकै कारण न्याय परिषदले स्थायी न्यायाधीश समेत पूरा गर्न सकेन। सर्वोच्च अदालतका लागि 10 जना स्थायी न्यायाधीश सिफारिस गर्नुपर्ने न्याय परिषदले आज लामो समयपछि 8 जना न्यायाधीशको सिफारिस गरेको छ। यसबाहेक सर्वोच्च अदालतमा मुद्दाको चाप हेरेर 10 जनासम्म अस्थायी न्यायाधीश नियुक्त गर्न सक्ने संवैधानिक प्रावधान छ। कान्तिपुर समाचारका लागि क्यामेरामा मुरारी घिमिरेका साथमा किशोर पौडेल, काठमाडौँ। आज नेपाल कम्युनिस्ट पार्टीको 65औं स्थापना दिवस। 2006 सालमा आजकै दिन अप्रिल 22 तारिक अर्थात् लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो। विभाजनको शिकार बनेका कम्युनिस्ट पार्टीहरू अपेक्षित तरिकाले अघि बढ्न भने सकेका छैनन्। अनिल थापाको रिपोर्ट। सरकारमा नेकपा एमाले र माले गरी 2वटा कम्युनिस्ट पार्टी सहभागी छन् भने एकीकृत नेकपा माओवादी, नेकपा माओवादी लगायत 1 दर्जन जति बाहिर छन्। टुटफुट विभाजन भोग्दै आएका कम्युनिस्ट पार्टीहरू एकअर्कालाई वर्ग दुश्मन देख्नेदेखि अस्तित्व नै स्वीकार नगर्नेसम्मका प्रतिशोधपूर्ण विचारबाट निर्देशित समेत भएको पाइन्छ। 2006 सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीलाई 2 वर्षपछि मातृका प्रसाद कोइराला नेतृत्वको कांग्रेसको सरकारले प्रतिबन्ध लगाएको थियो। झण्डै 5 वर्षपछि टंक प्रसाद आचार्यको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो। त्यस लगत्तै कम्युनिस्ट आन्दोलनमा फुटको बिउ रोपियो। 2019 सालबाट औपचारिक रूपमा फुट्न सुरु भएको कम्युनिस्ट पार्टी अहिलेसम्म दर्जनौं पटक फुटेको छ। अहिले नेपालमा 1 दर्जन भन्दा बढी कम्युनिस्ट पार्टी अस्तित्वमा छन्। संसदवादीहरूले राज चलाउने घुसपैठ गरिरहेका छन् भनेर भन्नुहोस्। यो सबै योगदान कम्युनिस्टहरूको हो। नेपालमा कम्युनिस्टहरूको जमिन मलिलो छ भनेर भन्नुहोस्। नेपाली जनता एउटा कम्युनिस्टको पक्षमा छन्। त्यो यो कुराहरूमा चाहिँ हामीले ध्यान दिँदै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा गम्भीरताको साथ एउटा नयाँ ढङ्गले सोध्न जरुरी छ भन्नु।
राणा शासन र सामन्तवादको अन्त्य गरी समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य लिएर गठन भएको कम्युनिस्ट आन्दोलन अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। विभाजनकै कारण कम्युनिस्टहरूको बाहुल्य रहे पनि नेपालमा कम्युनिस्ट पार्टी अक्सर प्रतिपक्षको भूमिकामा रहन बाध्य छन्। केही सैद्धान्तिक र धेरै व्यक्तिगत टकराव कम्युनिस्ट आन्दोलनका मुख्य समस्या हुन्। बिल्कुल संशोधनवाद हो र अराजकतावाद पनि त्यसले पनि संशोधनवादी पछि संशोधनवादी लिन्छ, राजवादी र अनि अद्भुतवादी सिद्धान्त। राजतन्त्रको अन्त्यपछि नेपाली समाजको चरित्र फेरिएर सामन्तवाद सहायक र पुँजीवाद प्रधान रहेको कम्युनिस्ट पार्टीहरूले निष्कर्ष निकाले पनि उत्पादन सम्बन्धमा परिवर्तन आएको छैन। यस्तै वार्षिक 8,498 रुपियाँ भन्दा कम कमाउने 20% गरिबको समग्र अर्थतन्त्रमा 4.1% हिस्सा मात्र छ भने वार्षिक 1,17,000 भन्दा बढी कमाउने 20% धनीहरूसँग 56.2% अर्थतन्त्रको हिस्सा छ। त्यसमाथि 10%ले 39.5% हिस्सा ओगटेका छन्। तर कम्युनिस्ट पार्टीहरूले सैद्धान्तिक कुरालाई मात्र जोड दिने र व्यावहारिक कुरालाई ध्यान नदिने गरेको आलोचना गरिन्छ। बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीले भने जस्तै कम्युनिस्टहरूले जनजीविकामा ध्यान दिएका छैनन्। खाना नपाइकन मान्छे बाँच्दैन। त्यसो हुँदाखेरि मान्छेलाई बाँच्न दिने कुरा यति मात्रै होइन कि उसलाई गोली नहानियोस्, यति मात्रै होइन कि उसलाई फाँसीमा नझुन्ड्याइयोस्, यो पनि हो कि उसको वास्तवमा जीविकोपार्जनको ग्यारेन्टी कसरी गर्ने हो। आन्दोलन, क्रान्ति र प्रतिपक्षमा हुँदा कम्युनिस्ट पार्टीहरूले राष्ट्रियता, जनजीविका र सामाजिक न्याय लगायतका विषयलाई प्रखर रूपमा उठाउने गरेका छन्। तर सत्तामा पुगेपछि भने उनीहरूले भन्दै आएको बुर्जुवा तथा संसदवादी पार्टी भन्दा खासै फरक देखिएका छैनन्। कान्तिपुर समाचारका लागि अनिल थापा, काठमाडौँ। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादीलाई मूल राजनीतिबाट बाहिर र एकीकृत माओवादीलाई संसदमा भूमिका विहीन बनाएर अघि बढ्न खोजेको भन्दै त्यस्तो हुँदै गए शान्ति प्रक्रिया नै धरापमा पर्ने चेतावनी दिनुभएको छ। जनयुद्धकालीन मुद्दा बिउताएर कांग्रेस र एमाले शान्ति प्रक्रिया विरुद्ध गम्भीर भूल गरिरहेको भन्दै अध्यक्ष वैद्यले फेलेर गए आफूहरूले पनि जनअदालत र जनसत्ता बिउताउने बताउनुभयो। माओवादीलाई पाखा राखेर र अर्कोतिर यो माओवादी त्यहाँ भएर पनि एउटा भूमिका विहीन तुल्याएर माओवादीहरूमाथि फेरि पनि पुराना कानुनअनुसार सबै तोडेर मुद्दा हुन्छ भने निश्चित रूपमा हामीले पनि राज्य सत्ता बिउल्याउँछौँ, हामीले पनि अदालतहरू बिउल्याउँछौँ। अदालतहरू उहाँहरूले पनि टुक्कसँग बसेर एउटा खान पाउला र टुक्कसँग एउटा सत्ता चलाउन पाउला भनेर सबैलाई नदेखेको हुन्छ। हाम्रो चुनौती छ भनेर भन्नुहोस्। आफूहरू राजनीतिक सहमतिबाटै अघि बढ्न चाहेको तर त्यसमा अवरोध भए प्रतिरोध गर्ने वैद्यको भनाइ छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले 10 वर्ष लामो सशस्त्र वर्ग संघर्ष असफल भएको बताउनुभयो। दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिस्ट आन्दोलनलाई पटक पटक धोका दिएको अध्यक्ष वैद्यको ठम्याइ छ। उहाँले अवसरवादका विरुद्ध लड्दै क्रान्तिकारीहरूबीच एकता कायम गरी कम्युनिस्ट आन्दोलन अघि बढाउनु नै अहिलेको मुख्य चुनौती रहेकोमा जोड दिनु भएको थियो। पार्टीको 9औं महाधिवेशन आउन 1.5 महिना बाँकी रहँदा एमालेका शीर्ष नेताहरूले नेतृत्वका विषयलाई लिएर आफू अनुकूल व्याख्या गरेका छन्। मदन भण्डारी फाउन्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमले नेतृत्वका विषयलाई लिएर आफू अनुकूल धारणा व्यक्त गर्नुभएको हो। अध्यक्ष खनालले एकताको महाधिवेशन गर्नका लागि पार्टीको कार्यनीतिमै शीर्ष नेताबीच एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। वरिष्ठ नेता नेपाल नेतृत्व रहरले मात्र गर्न नसकिने भनाई व्यक्त गर्नु भएको थियो। वास्तवमा हाम्रो एकताका आधारहरू ती कार्यदिशा नीति र सिद्धान्तहरूलाई हामीले ठिक ढङ्गले अपडेट गर्न सक्यौँ, ठिक ढङ्गले विकास गर्न सक्यौँ, ठिक ढङ्गले स्थापित गर्न सक्यौँ भने हाम्रो एकतालाई कसैले पनि हल्लाउन सक्दैन। नेकपा एमाले हर प्रकारले सबल, हर प्रकारले सुदृढ, हर प्रकारले शक्तिशाली पार्टीको रूपमा विकसित भएर जान्छ। कुसंस्कार हुर्काइरहेका छौँ, नेताहरूको बदखुवाई गर्न उत्प्रेरित गरिरहेका छौँ अनि यी सबै सीमा नागेर चल्ने प्रवृत्ति हुर्काइरहेका छौँ। यी सबै प्रवृत्तिहरूबाट मुक्त भए क्रान्तिकारी दृष्टिकोण बोकेको सामाजिक आर्थिक रूपान्तरणको योजना लिएको एउटा चुस्त दुरुस्त पार्टीसँग निर्माण गर्दै
आम जनताको बीचमा लोकप्रिय पार्टी निर्माण गर्ने योजना छ। यस्तै संसदीय दलका नेता केपी शर्मा ओलीले हाउभाउ र तमासाबाट नेतृत्व प्राप्त नहुने भन्दै नेतृत्व गर्नेले काम गरेर औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो। यस्तै उपाध्यक्ष गौतमले आफूले अध्यक्षको निर्वाचनमा ओलीलाई सहयोग गर्ने स्पष्ट पार्नुभयो। अनावश्यक विवाद गर्छ, अनावश्यक बहस गर्छ, अनावश्यक रस्साकसी गर्छ। देशलाई के आवश्यकता छ त्यसमा जाउँ न। हाम्रो पार्टीले खेल्नुपर्ने भूमिका के हो त्यसलाई खुलस्त गरेर जाउँ। हाम्रा विचारहरू कस्तो हुनुपर्छ त्यसरी जाउँ। हाउभाउ तमासाको म अर्थ देख्दिनँ। अभिभावक वहन गर्ने त्यो कुरा हामीसँग चाहियो। हामी आज अभिभावक वहन गर्नु परिरहेछ। हाम्रा अगाडिका चुनौती गफले सामना हुँदैन। हामीले ती चुनौतीको सामना गर्न सक्ने गरी आफूलाई तयार राख्नुपर्छ। सातौँदेखि म हुनुपर्छ भनिराखेका मान्छे र एउटा गति दिनुपर्छ कि नयाँपन आउँदाखेरि मात्र पनि गति हुन्छ। पुरानो टिके हुन्छ त्यसले गरिरहेको त्यस्तै त पनि भन्दा भन्ने हुन्छ, न केही हुन्छ कि केही हुन्छ कि भन्दा भन्ने हुन्छ। अनि जो चाहिँ त्यो हुनुपर्छ भने उसले फोडी एकदम हाम खालेर समर्पित गरेर काम गर्छ र त्यही गति आउँछ। त्यस भएर त्यो गति अनुसारको जिम्मेवारी दिउँ कमरेड केपीलाई र त्यसपछि नयाँ चाहिँ जान्छ। अब चित्त बुझाउनु भएछ भने त्यसपछि पनि म यस्तै अहिलेको जस्तै सक्नु भयो भनेदेखि चाहिँ ठिकै छ। होइन भने मेरो धारी चाहिँ हुँदैन, जतातिर जान पर्छ त्यतातिर जान्छ। कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारी, सचिव शंकर पोखरेलले नवौं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र नेतृत्व समेत सहमतिमै छनौट हुनुपर्नेमा जोड दिनुभएको थियो। अब जनताको आवाज नेपाल कम्युनिस्ट पार्टीको 65औं स्थापना दिवसका अवसरमा एमाले र नेकपा माओवादीले राजधानीमा आयोजना गरेका छुट्टा छुट्टै कार्यक्रममा सहभागीलाई आज हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई तपाईले कसरी हेरिरहनु भएको छ भनेर सोधेका थियौं। हेरौं उनीहरूको भनाई जस्ताको तस्तै। निश्चित रूपमा केही परिवर्तनहरू ल्यायो, तर आम सर्वहारा वर्गले जुन किसिमको सोच बनाएका थिए आमूल परिवर्तन हुन्छ भने र यत्रो महान जनयुद्धले पनि परिवर्तन ल्याउन सकेन। फेरि पनि नेपालमा कम्युनिस्ट आन्दोलनलाई चाहिँ जारी राख्ने हाम्रो प्रयत्न हुन्छ। यहाँ बरु नेताहरूले बेला बेलामा चाहिँ आफ्नो रङ बदलेका छन्। जनता यथा अवस्थामा छन्। जनता कम्युनिस्ट आन्दोलनको लागि अझ तयारी अवस्थामा छन्। नेपालका कम्युनिस्ट पार्टीहरूको कार्यशैली केहीलाई छोडेर अत्यन्त प्रजातान्त्रिक जनवादी स्वरूपको रहेको छ। जनमतको हिसाबले कम्युनिस्ट पार्टी साह्रै ठुलो बलियो छ, तर साङ्गठनिक हिसाबले धेरै टुक्रामा बाँडिएको हुनाले यसमा केही चाहिने साना ठुला पार्टीहरूले गर्दाखेरि यसको चाहिने विभाजित अवस्थामा रहेको अवस्था रह्यो। नेपालका उत्पीडित जातीय रूपमा, क्षेत्रीय रूपमा, वर्गीय रूपमा, लैङ्गिक रूपमा उत्पीडनमा परेका जनताको पक्षमा निरन्तर आफूलाई सङ्घर्षशील र क्रियाशील बनाउँदै आएको छ। जुन सिद्धान्त जुन वेमा चाहिँ पार्टी चल्नुपर्ने त्यसरी चलेको देखिँदैन। सिद्धान्तमै निहित भयो। पार्टीका नेता कार्यकर्ताहरूको व्यवहार अर्कातिर देखिन्छ। गुटले गर्दा नि कम्युनिस्ट पार्टीहरू चाहिँ एकदम कम्युनिस्ट पार्टीमा जति हुनुपर्ने त्यो सबै रास भएर गइरहेछ। आपसमा फुटेर यो आन्दोलनलाई जुन कम्युनिस्टको धारामा तर जान सकेको छैन। कम्युनिस्टहरू विभाजनतिर चाहिँ अलि बेसी चाहिँ केन्द्रीकृत भएको चाहिँ हामीले देखिरहेका छौँ। त्यसले गर्दाखेरि सबै कम्युनिस्टहरू जो मार्क्सवाद लेनिन माओवादको विचारमा चाहिँ एउटा अडिग भएर एउटा कम्युनिस्टहरू विकेन्द्रित भइरहेछन्। त्यो विकेन्द्रिततिर नगइकन चाहिँ एउटा समग्र सर्वहारा वर्गको मुक्तिको निमित्त एकै ठाउँमा केन्द्रीकृत भएर हामी अगाडि बढौँ भनेदेखि वास्तवमा फेरि एउटा खालको चाहिँ हामीले परिवर्तन चाहिँ गर्न सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्छ। सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा संलग्न दोषीलाई उन्मुक्ति दिने गरी बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक ल्याइएको भन्दै संसदमा 9वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। आयोगले कारबाहीका लागि सरकारलाई सिफारिस गरेका पीडकमाथि मुद्दा चलाउने वा नचलाउने अधिकार महान्यायाधिवक्तामा दिने दफा 29 को प्रावधान संशोधन गर्न सत्तारूढ नेकपा एमालेका सभासद शेरबहादुर तामाङले प्रस्ताव दर्ता गर्नु भएको छ। संवैधानिक आयोगको सिफारिस नै अन्तिम हुनुपर्ने उहाँको भनाइ छ। यस्तै गरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभासद सुनिल प्रजापति, अनुराधा थापा र दिल्ली काफ्लेले पनि छुट्टा छुट्टै संशोधन
प्रस्ताव दर्ता गराउनु भएको छ। प्रजापतिले बलात्कार बाहेक गम्भीर मानवाधिकार उल्लङ्घन गर्ने पीडकलाई क्षमादान दिन सकिने विधेयकको प्रावधान हटाउन र पीडितलाई पीडकबाट क्षतिपूर्ति बनाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ। यसैगरी राप्रपा नेपालका सभासद सुनिल कुमार श्रेष्ठ पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने र कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका विज्ञहरूलाई सदस्य बनाउनु पर्ने संशोधन प्रस्ताव दर्ता भएको छ। विधेयकमाथि फोरम नेपालका वीरेन्द्र महतो र लालबाबु रावत र मधेसी समाजवादी पार्टीका मेघराज नेपालीले पनि संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न बुधबार बेलुकासम्मको समय दिएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग मुलुकलाई दिगो शान्तिका पक्षमा रहेको बताउनु भएको छ। उहाँले त्यस सम्बन्धी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयक छिट्टै पारित हुने विश्वास समेत व्यक्त गर्नु भएको छ। राजधानीको तीनकुने स्थित कान्तिपुर मिडिया ग्रुपको अवलोकनपछि कुरा गर्दै मन्त्री रिजालले द्वन्द्वकालीन घटनाको घाउ मेट्न पनि यी दुवै आयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले अहिलेको आवश्यकता द्वन्द्वको दिगो समाधान हो भन्नुभयो। मिडिया सम्बन्धी बोल्दै प्रवक्ता रिजालले नेपालमा मिडिया सम्बन्धी नीतिगत रूपमा स्पष्ट हुँदै तदर्थ अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ। एउटा सूचना र प्रसारण नीति चाहियो। त्यो नीति भएपछि ऐन कानुनमा कहाँ संशोधन गर्ने, रेगुलेसनमा कहाँ संशोधन गर्ने, अनि यो क्षेत्रमा पनि सबै एक्टरहरूको ठाउँ कहाँ हो त, रेडियोको कहाँ हो, टेलिभिजनको कहाँ हो, अखबारको कहाँ हो, अखबारमा पनि थै अखबारको कहाँ हो, होइन एफएमआरको कहाँ हो। यसअघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोयाले मिडिया सम्बन्धी नीति र कानुनी कमजोरी हटाउन मन्त्री रिजालको ध्यानाकर्षण गराउनु भएको थियो। मिडिया सम्बन्धी नीति कानुनहरूमा धेरै कमीहरू देखिएका छन्, धेरै नै कमी छ। त्यो पिसमेल बेसिसमा बनाइएको जस्तो देखिन्छ र अहिलेसम्म पनि अब तपाईँहरू जस्तो मान्छे, जान्ने बुझ्ने मान्छे हामीले पनि एक्सपेक्ट गरे कि आएर त्यसलाई एकचोटि स्ट्रिमलाइन गरिदियो भने सधैँभरलाई एउटा डिबेटबाट हामी पछाडि हटेर अगाडि निस्किने बाटो हुन्छ र डेमोक्रेसीको लागि अब यहाँलाई विदित छ कि किनभने डेमोक्रेसीको एउटा पहरेदारको रूपमा चाहिँ मिडिया एउटा स्ट्रङ पिलर हो र कान्तिपुर मिडिया ग्रुपले सधैँभरि डेमोक्रेसीको पक्षमा एउटा पिलरको काम गरेको छ र भविष्यमा पनि गर्नेछ। सो अवसरमा मन्त्री रिजालले सञ्चारमा विदेशी लगानी स्वीकार्य भए पनि सूचनामा भने राष्ट्रिय स्वार्थ हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सञ्चारमा आउनु थाल्यो भने के सूचना प्रसारणको क्षेत्रमा आउनु थाल्यो भने त्यो लगानी हाम्रो नेसनल इन्ट्रेस्टभन्दा बाहिरको हुनसक्छ है भन्ने पहिले प्राइमा फेसी मानौँ, अनि ड्यु डिलिजेन्सबाट हेरौँ हो कि होइन भनेर, अनि त्यसपछि निर्णय गरौँ भन्ने मलाई लाग्छ। स्वाभाविक रूपले एम्बेसीहरूको लागि के अरे लगानी गर्ने क्षेत्र सूचना प्रसारण होइन। मन्त्री रिजाल र कान्तिपुर कर्मीबीच केही बेर समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलपछि मन्त्री रिजालले कान्तिपुर दैनिक, दि काठमाडौँ पोस्ट दैनिक, नेपाल साप्ताहिक र कान्तिपुर टेलिभिजनको अवलोकन गर्नुभएको थियो। नेकपा एमाले सरकारको काम निकै सुस्त, अलमलग्रस्त र दैनिकी बुझाउने जस्ता भएको टिप्पणी गरेको छ। एक रिपोर्ट। महाधिवेशनमा पेश गर्नका लागि तयार पारिएको प्रारम्भिक राजनैतिक प्रतिवेदनमा एमाले आफ्नै सहभागी सरकारका कामप्रति आलोचना गरेको छ। संरचनाको दृष्टिले सरकार बलियो जगमा भए पनि काम गराई अलमलग्रस्त भएको एमालेको ठम्याइ छ। आफ्नो दलको नेतृत्वमा सरकार बने लगतै नेपाली कांग्रेसले प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउने नाउँमा अनुचित अडान राख्नाले केही समय अनावश्यक खेर गएको एमालेको प्रतिवेदनमा उल्लेख छ। पहिलो संविधान सभाको विघटनका पछाडि माओवादी र मधेसी गठबन्धनले मुख्य भूमिका खेलेको एमालेको आरोप छ। अघिल्लो पटक पार्टी तेस्रो स्थानमा रहे पनि 2 पटकसम्म सरकारको नेतृत्व गरेको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकिएको भनिएको छ। संविधान सभाको दोस्रो निर्वाचन संघीयताका प्रश्नमा जनमत संग्रह जस्तै भएको जनाउँदै एमाले एकल जातीय पहिचान, एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकारलाई चुनावले अस्वीकार गरिदिएको उल्लेख गरेको छ। यस्तै प्रगतिशील राष्ट्रवादमा जोड दिँदै एमाले एकका विरुद्ध अर्को देशको कार्ड प्रयोग गर्ने प्रयास प्रतिउत्पादक हुने जनाएको छ।
तिब्बती शरणार्थीका मानवाधिकारको विषयलाई उचाल्दै केही पश्चिमा संस्थाले गर्न खोजेको राजनीतिक गतिविधिले संवेदनशीलताको पुष्टि गर्ने एमालेको ठम्याइ छ। यस्तै सीमामा हुने अपराध, आतंककारीले लाभ उठाउन सक्ने चिन्ता र भारतीय मुद्राको अवैध कारोबार जस्ता भारतका चासोलाई पनि सम्बोधन गर्नुपर्ने उसको भनाइ छ। यो प्रारम्भिक राजनीतिक प्रतिवेदनमा उल्लेख भएका केही सैद्धान्तिक पक्षमा भने नेताहरूबारे मतान्तर छ। यसबारे मस्यौदा समिति र स्थायी समितिमा छलफलपछि केन्द्रीय कमिटिमा छलफल हुनेछ। यसैगरी सांगठनिक प्रतिवेदनमा अनुचित तरिकाको प्रयोगबाट नेतृत्व हासिल गर्ने प्रवृत्ति पार्टीभित्र देखिएको उल्लेख छ। प्रतिस्पर्धाका नाममा जे पनि गर्न छुट कसैलाई दिन नहुने पनि उल्लेख छ। कम योग्यता भएका व्यक्तिले पटक पटक लाभका पद पाउने र चुनावमा टिकट पाउने गरेको समीक्षा गर्दै एमालेले सदस्यहरूको उचित मूल्याङ्कन गर्नुपर्ने जनाएको छ। पार्टीले भूमिगत कालदेखि नै जीवनशैली र आचरणका क्षेत्रमा असल परम्पराको विकासमा जोड दिँदै आएको भए पनि खुल्ला राजनीतिमा आएपछि असल परम्परा धमिरा लाग्न थालेको समीक्षा एमालेको समीक्षा छ। मित बेइताको ठाउँ फजुल खर्चले लिन थालेको एमाले प्रतिवेदनमा जनाइएको छ। पार्टीको जीवनशैली र आचरणका क्षेत्रमा विगतमा आफ्ना उन्नत अभ्यासलाई परिमार्जन गर्दै लागू गर्ने कोसिस गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर समाचारका लागि राजनीतिक ब्युरो काठमाडौँ। जिल्ला शिक्षा कार्यालयको अनुमति बिनै निजी विद्यालय सञ्चालकहरूले यसपालि पनि मनोमानी रूपमा शुल्क वृद्धि गरेको पाइएको छ। सर्वोच्च अदालतले एकपटक शुल्क बढाएपछि 3 वर्षसम्म बढाउन नपाइने भनी सरकारका नाममा दिएको आदेश विपरीत निजी विद्यालय सञ्चालकहरूले शुल्क वृद्धि गरेका हुन्। नारायण किलम्बुको रिपोर्ट। निजी विद्यालयको व्यवस्थापन समितिले बढाउने शुल्कको प्रस्ताव अभिभावकको भेलाबाट अनुमोदन गराई जिल्ला शिक्षा कार्यालयमा पेश गर्नुपर्छ। त्यसपछि जिल्ला शिक्षा कार्यालय शुल्क निर्धारण समितिले स्वीकृत गरेपछि मात्रै शुल्क बढाउन पाउने व्यवस्था छ। तर काठमाडौँ उपत्यकाका अधिकांश निजी विद्यालय सञ्चालकले एकातिर अभिभावक भेलाबाट शुल्क बढाउने निर्णय गरेका छैनन् भने अर्कातिर शिक्षा कार्यालयको अनुमति बिनै मनोमानी रूपमा वृद्धि गरेको अभिभावकको आरोप छ। अब यसभन्दा अगाडि प्रति कक्षा 100 जस्तो कि 5 कक्षा थियो भने 5 कक्षा 500 रुपियाँ मासिक थियो भने अहिले 650 बनाएको छ। त्यो त अभिभावकले ठेक्न गाह्रो हुन्छ। त्यसकारण हामीले यो ठिक भएन भनेर भनेका छौँ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला शिक्षा शुल्क निर्धारण समितिले सर्वोच्च अदालतको आदेश अनुसार यस वर्ष पनि निजी विद्यालयको शुल्क वृद्धि नगरी 2070 सालकै कायम गराउने निर्णय गरेका छन्। तर निजी विद्यालय सञ्चालकले भने आफू खुसी शुल्क बढाएका छन्। जिल्ला शिक्षा कार्यालयका कर्मचारी भन्छन् शुल्क बढाएको सुनिएको छ तर उजुरी नपरेकाले कारबाही भएको छैन। अनुगमनका क्रममा शुल्क बढाएको पुष्टि भएमा कारबाही गर्ने शिक्षाका अधिकारीको भनाइ छ। धेरै विद्यालयले शुल्क वृद्धि गर्यो, भर्ना शुल्क धेरै राखेको छ भन्ने किसिमको चाहिँ मैले सुनेको, तर आधिकारिक रूपमा हामीले कारबाही गर्नको लागि चाहिँ वास्तवमा शुल्क तिरेको रसिद र सम्बन्धित अभिभावकले चाहिँ मैले वास्तवमा पीडा परे, मलाई बढी शुल्क लाग्यो भन्ने किसिमको आधिकारिक रूपमा शिक्षकलाई निवेदन नआइकन हामीले कारबाही गर्न सक्ने अवस्था हुँदैन। यदि कुनै अभिभावक चाहिँ त्यसरी मर्का परेको हुन्छ र उहाँसँग रसिद छ, शुल्क बढी तिरेको रसिद छ भनेदेखि हामीले पेश गर्नुलाई कृपया हामी त्यस कारबाही गर्न तयार छौँ। तर निजी विद्यालय सञ्चालकहरूको संगठन प्याप्सनले भने निजी विद्यालयले यस वर्ष शुल्क वृद्धि नै नगरेको दाबी गरेको छ। बढाएको छ भने मैले यहाँलाई भने परीक्षा शुल्कको रूपमा, तपाईको चाहिँ होस्टलको परीक्षाको शुल्कको रूपमा, खेलकुदको अथवा कम्प्युटरको रूपमा केही वृद्धि भएको छ भने त्यो विषयमा चाहिँ वास्तवमा अहिले हामी रोकिनुपर्ने परिस्थिति होइन। अभिभावकको स्वीकृति लिएर गर्न सक्छ। जहाँसम्म मासिक शुल्क जसलाई हामी चाहिँ विशुद्ध शुल्क शैक्षिक शुल्क भन्छौँ त्यो चाहिँ धेरै विद्यालयले कुरेको अवस्था छ भन्ने मलाई जान, किनभने उहाँले सोधिरहनु भएको अवस्था छ। कस्तो विडम्बना, कारबाही गर्ने निकाय उजुरी नपरेको भनेर पन्छिन्छ भने देखादेखि शुल्क बढाएर अभिभावकलाई मारमा पार्ने निजी विद्यालयका सञ्चालकहरू चाहिँ शुल्क बढाएकै छैन भन्दा कारबाहीको दायरामा नपरी छुट पाउँछन्। कानुनी राज्यको यो भन्दा उपहास अरू के हुन सक्ला। कान्तिपुर समाचारका लागि क्यामेरामा रञ्जन कार्कीका साथ नारायण किलम्बु, काठमाडौँ। विराटनगर विमानस्थलको धावन मार्ग नजिक खरबारीमा आज अपराह्न अचानक आगलागी हुँदा करिब 3 घण्टा उडान अवरुद्ध भएको छ। यात्रु कक्षको दक्षिण पूर्व क्षेत्रको धावन मार्ग छेउ खरबाट सुरु भएको आगो झण्डै 4 बिघा क्षेत्रमा फैलिएको थियो। त्यसै बेला काठमाडौँबाट विराटनगरका लागि उडेको यति एयरको विमान फर्काइएको थियो। विमान हेर्न
जाली छेउ आउने सर्वसाधारणले चुरोटको टुटा फ्याँक्दा आगलागी भएको विमानस्थल प्रशासनले अनुमान गरेको छ। विराटनगर र इटहरीका 3वटा दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरी एवं विमानस्थल सुरक्षार्थ खटिएको नेपाली सेनाले 1 घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो। विराटनगर विमानस्थलको अग्नि नियन्त्रण उपकरण बिग्रेर थन्किएका कारण आगो तत्कालै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षेत्रमा फैलिएको थियो। बेला भएको छ ब्रेकको ब्रेक अघि मुख्य समाचार। 8 जना स्थायी न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको सिफारिस। कारबाहीका लागि सिफारिसमा परेकाहरू समेत न्याय परिषदको रोजाइमा। नेपालको आर्थिक वृद्धि दर 4.5% पुग्ने विश्व बैंकको अनुमान। तरलता व्यवस्थापन गर्न सके अर्थतन्त्रले थप गति लिने। नेपाल आयल निगमले पेट्रोलको आपूर्ति बढाइएको भने पनि बजारमा अभाव कायमै। र अमेरिकी उपराष्ट्रपति जो बाइडेनद्वारा युक्रेनी संसदलाई सम्बोधन। युक्रेनी सरकारले अपमानजनक चुनौतीको सामना गर्नु परिरहेको भनाई। सरकारले सगरमाथा आरोहणका क्रममा दुर्घटनामा पर्नेहरूका लागि राहत उपलब्ध गराउने उद्देश्यले हिमाल आरोही राहत कोष स्थापना गर्ने भएको छ। राहत कोष मार्फत आरोहणका क्रममा दुर्घटनामा परि घाइते तथा अङ्गभङ्ग भएकाहरूको पुनर्स्थापना गर्ने र मृत्यु भएका तथा बेपत्ता भएकाहरूको बालबालिकाको पठन पाठनका लागि काम गरिनेछ। त्यसैगरी मृत्यु भएका तथा बेपत्ता भएकाहरूको परिवारलाई पुनर्स्थापनामा पनि यस कोष मार्फत काम गरिने पर्यटन मन्त्रालयले जनाएको छ। हिमाल आरोहणबाट प्राप्त रोयल्टी मध्ये जिल्ला विकास समितिलाई जाने 30% रकम मध्येबाट 5% रकम यस कोषमा राखिनेछ। त्यसैगरी सरकारले आरोहणमा जाने सरदार, पर्यटकीय पथ प्रदर्शक र उचाइमा जाने कामदारहरूको बीमा रकमलाई 15 लाख रुपियाँ पुर्याएको छ। त्यसैगरी औषधि उपचार खर्च बीमा पनि 4 लाख पुर्याएको पर्यटन मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिनुभयो। नेपाल आयल निगमले पेट्रोलको आपूर्ति बढाएको बताएको छ, तर बजारमा भने उपभोक्ताले सहज रूपमा पेट्रोल पाउन सकिरहेका छैनन्। निगमले केही दिनदेखिको अभाव हटाउन पेट्रोलियम पदार्थको आपूर्ति बढाएको बताएको छ। निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार आज 3,75,000 किलोलिटर पेट्रोल बजारमा पठाएको छ। दैनिक 3.5 लाख किलोलिटर पेट्रोलको खपत हुने निगमको दाबी छ। यस्तै डिजेल 4,76,000 किलोलिटर विभिन्न पम्पहरूमा गएको छ। अब जनमतको अन्तिम परिणाम। जनमतमा हिजो हाम्रो प्रश्न थियो, नेकपा एमालेको राजनैतिक प्रतिवेदन लेखनमा ढिलाइ किन भएको होला? ए वैचारिक मतभेदले, बी नेताहरू पद केन्द्रित भएर, र सी विषयवस्तु नै जटिल भएकाले। तपाईले गर्नुभएको एसएमएसको अन्तिम परिणाम यस्तो छ। ए वैचारिक मतभेदले मा 21%, बी नेताहरू पद केन्द्रित भएरमा 69% र सी विषयवस्तु नै जटिल भएकालेमा 10%। अब जनमतमा आजको प्रश्न। हाम्रो प्रश्न छ, आयल निगमले आपूर्ति बढाए पनि पेट्रोलियम पदार्थको अभाव किन भएको होला? ए वितरण अव्यवस्थित भएर, बी अनुगमन फितलो भएकाले, र सी माग नै बढेर। जनमतको अन्तिम परिणाम भोलि साँझ 8 बजेको कान्तिपुर समाचारमा प्रसारण गर्नेछौँ। कृपया 8080 मा एसएमएस गरी आफ्नो मत व्यक्त गर्नुहोला। विश्व बैंकले नेपालको आर्थिक वृद्धिमा सुधार देखिएको बताएको छ। विश्व बैंकको काठमाडौँ स्थित कार्यालयले आज नेपाल इकोनोमिक अपडेट सार्वजनिक गर्दै आर्थिक वृद्धि दर 4.5% पुग्ने बताएको हो। यसअघि 4 देखि 4.5% सम्मको आर्थिक वृद्धि हुने अनुमान गरिएकोमा अहिले 4.5% नै पुग्ने अनुमान गरिएको विश्व बैंकको भनाइ छ। विश्व बैंकका सरकारले विकास खर्च गर्न नसके पनि बढ्दो रेमिटान्सले सेवा क्षेत्रको वृद्धिले समग्र आर्थिक वृद्धि दर माथि जान सहयोग पुगेको हो। यो आर्थिक वृद्धि कायम राख्न र अझै माथि जान विकास खर्च बढाउन उपायमा काम गर्न सरकारलाई सुझाव दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको विषयलाई लिएर अमेरिका र रुस बीच तनाव जारी रहेका बेला त्यहाँको सरकारप्रति समर्थन जनाउन अमेरिकी उपराष्ट्रपति जो बाइडेन किएभ पुग्नु भएको छ।
राजधानी कियवमा युक्रेन संसदलाई सम्बोधन गर्दै बाइडेनले चुनौतीपूर्ण घडीमा अमेरिका पूर्ण रूपमा वर्तमान सरकारको साथमा रहेको बताउनु भएको छ। रुसतर्फ संकेत गर्दै बाइडेनले युक्रेनको नयाँ सरकारले अपमानजनक चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गरेका छन्। बाइडेनले युक्रेनका अन्तरिम राष्ट्रपति एलेक्जेन्डर टुर्चिनोव र अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युक पनि परामर्श गरेका छन्। रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गरी पश्चिमा समर्थक नेताले सत्ता सम्हालेदेखि नै अमेरिका र रुस बीचको सम्बन्ध तिक्त हुँदै आएको छ। हिजो मात्रै युक्रेनमा जारी तनावका विषयमा अमेरिका र रुस बीच आरोप प्रत्यारोप भएको थियो। दक्षिण कोरियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या 108 पुगेको छ। 190 जति अझै बेपत्ता छन्। गएको 24 घण्टामा मात्र 31 वटा शव फेला परेको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन्। धमिलो पानीभित्र डुबेको फेरीभित्र पसेर खोजी गर्नु अत्यन्तै चुनौतीपूर्ण भएको गोताखोरको भनाइ छ। हिजोबाट मौसममा केही सुधार आएकाले खोजी कार्यमा केही सहज भएको गोताखोरको भनाइरहेको छ। बेला भएको छ ब्रेक अघि मुख्य समाचार। 8 जना स्थायी न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको सिफारिस। कारबाहीका लागि सिफारिसमा परेकाहरू समेत न्याय परिषदको रोजाइमा। नेपाल कम्युनिस्ट पार्टीको आज 65औं स्थापना दिवस। व्यक्तिगत टकराव कम्युनिस्ट आन्दोलनको मुख्य समस्या। 3 वर्षसम्म शुल्क बढाउन नपाइने सर्वोच्चको आदेश विपरीत निजी विद्यालयद्वारा मनपरी शुल्क वृद्धि। जिल्ला शिक्षा कार्यालय पनि बेखबर। र नेपालगञ्जको खेलकुद महोत्सवबाट कुनै उपलब्धि नभएको खेलाडीहरूको गुनासो। महेन्द्रनगरमा निर्माणाधीन बक्सिङ प्रशिक्षण केन्द्रको भवन निर्माणको काम आर्थिक अभावका कारण अलपत्र। हिन्दू धर्मावलम्बीको आस्था र समग्र नेपालको विशेषतालाई समेटेर निर्माण गरिन लागेको नेपाल माता मन्दिरलाई सहयोग जुटाउन लगाइएको महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। पशुपतिनाथ वनकालीमा आयोजित श्री नेपाल माता महिमा राष्ट्रिय महायज्ञमा महायज्ञ तथा श्री मन्दिरका संकल्पकर्ता स्वामी कमल नयनाचार्यले प्रवचन दिनुभएको छ। वैशाख 1 गतेदेखि सुरु महायज्ञ आज समापन भएको हो। महायज्ञको साँखो स्थित सुनटोल गाविसमा निर्माण गरिने श्री नेपाल माता मन्दिर गर्भगृहमा देशका 75 वटै जिल्लाबाट ल्याइएको माटो र जल राखिएको कलश प्रतिस्थापन गरिने योजना रहेको छ। 5 वर्षभित्र बनाइने मन्दिरको अनुमानित लागत 35 करोड रुपियाँ लाग्ने आयोजकको भनाइ छ। महायज्ञको पहिलो दिन गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मन्दिरका लागि 3500 केजीको घण्टा प्रदान गर्नुभएको थियो। मन्दिरको निर्माण स्थल नजिकै भोलि श्री मुक्तिनाथ महाघण्टा प्रतिस्थापित गरिने जनाइएको छ। 9 दिनसम्म चलेको महायज्ञमा हजारौंको संख्यामा भक्तजनको सहभागिता रहेको थियो। महायज्ञको अन्तिम दिन मन्दिर निर्माणमा सघाउने दाताहरूलाई सम्मान गरिएको थियो। 7 किलो लागू औषध चरेस सहित प्रहरीले आज धनगढीमा 2 जना महिलालाई पक्राउ गरेको छ। धनगढीको त्रिनगर भन्सार नाकाबाट चरेस सहित भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ शाखा घर भएकी 27 वर्षीय श्रीमाया तामाङ र सिन्धुपाल्चोकको विष्टी बस्ने 34 वर्षीय पोक्ची शेर्पा रहेका छन्। चेक जाँचका क्रममा दुवै महिलाको शरीरमा सेतो कपडाले बेरेको अवस्थामा चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै महिलालाई लागू औषध ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ। मकवानपुरको हर्नामाडीमा घाइते अवस्थामा फेला परेको लोपोन्मुख एकसिङे गैंडाको 5 दिनपछि उद्धार गरिएको छ। चितवन राष्ट्र निकुञ्जका चिकित्सक र कर्मचारीहरूको टोलीले गैंडाको उद्धार गरेको हो। पर्सा वन्यजन्तु आरक्षकको बाटो हुँदै मकवानपुरको छतीवनमा आइपुगेको घाइते गैंडा हिँड्न नसक्ने अवस्थामा पुगेपछि ट्रकमा हालेर निकुञ्ज लगिएको छ। भाले गैंडासँग जुधेर भागेको गैंडा चुरे पहाडमा चुच्चा ढुङ्गाहरूमा लडेका कारण घाइते भएको चिकित्सकहरूले बताएका छन्। घाइते गैंडालाई निकुञ्जका चिकित्सकहरूको टोलीले 2 दिनसम्म हर्नामाडीमै बसेर उपचार गरेका थिए। बेला भएको छ ब्रेक अघि मुख्य समाचार। 8 जना स्थायी न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको सिफारिस। कारबाहीका लागि सिफारिसमा परेकाहरू समेत न्याय परिषदको रोजाइमा।
नेपाल कम्युनिस्ट पार्टीको आज 65औं स्थापना दिवस। व्यक्तिगत टकराव कम्युनिस्ट आन्दोलनको मुख्य समस्या। वैदेशिक अभ्यास बिना नै राष्ट्रिय क्रिकेट टिम एसीसी प्रिमियर लिगमा सहभागी हुँदै कमजोर तयारीले राम्रो प्रदर्शन हुनेमा आशंका। नेपालगञ्जको खेलकुद महोत्सवबाट कुनै उपलब्धि नभएको खेलाडीहरूको गुनासो। महेन्द्रनगरमा निर्माणाधीन बक्सिङ प्रशिक्षण केन्द्रको भवन निर्माणको काम आर्थिक अभावका कारण अलपत्र। एसीसी प्रिमियर लिगका लागि राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणमा व्यस्त रहेको छ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले प्रारम्भिक चरणको खेलाडी छनौट पनि गरिसकेको छ। तर राष्ट्रिय टिमले यसपटक कुनै पनि वैदेशिक प्रशिक्षण बिना नै प्रतियोगितामा सहभागी हुनुपर्ने भएको छ। एक रिपोर्ट। मलेसियामा एक सातापछि हुने प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम यति बेला टिमको प्रदर्शन पनि राम्रो भइरहेको छ। राष्ट्रिय प्रतियोगिता चलेका कारण पूर्ण रूपमा अभ्यास गर्न नपाएको राष्ट्रिय टिमलाई एसीसी प्रिमियर लिगका लागि एक सातामा पूर्ण तयारी गर्नुपर्ने बाध्यता छ। क्यानले राष्ट्रिय प्रतियोगिता गरेको औचित्य नभएको भन्दै प्रतियोगिता नै बहिष्कार गरेका खेलाडीलाई समेटेर क्यानले टिम तयार पारेको छ। तर यसपटक नेपाली खेलाडी कुनै पनि वैदेशिक अभ्यास बिना मलेसिया जाने भएका छन्। यसपटकको टिममा केही नयाँ र केही भेटरान खेलाडी रहने सम्भावना छ। नेपालले खेलेका पछिल्ला 5 प्रतियोगितामा भारत, श्रीलङ्का र युएई मा गएर अभ्यास खेलेका थिए। Right now we are doing the best we can. For the next 7-8 days we'll be having a camp locally, and I think, like, looking at the team, I'm not that nervous or feeling that we are behind. We are right up there. It's just about, like, getting into that 50-over mood from T20. We will have a good tournament. निरन्तर रूपमा क्रिकेट खेलिरहेको छौँ। अब लिमिटेड टाइम पिरियड भएर पनि हो। अब प्रिपरेसनमा लागिरहेको छौँ अहिले सबैजना। हुन त थोरै टाइम छ, तर पनि अब यति खेलिसकेका छौँ होइन। आफ्नो गेमको बारेमा बुझ्नु जरुरी छ सबैजनाले। सबैले आफ्नो जिम्मेवारी पुरा गरिदिने हो भने टिमले पनि अटोमेटिकली त्यही अनुसारले राम्रो गर्छ। एसीसी प्रिमियर लिग पनि राष्ट्रिय क्रिकेट टिमका लागि ठूलो प्रतियोगिता हो, किनकि यो प्रतियोगिताबाट नेपाललाई 2 दिवसीय प्रतियोगितामा छनौट हुने मौका हुनेछ। तर आन्तरिक झमेलाका कारण क्यान भने खेलाडीको अभ्यासमा नजर लगाउन चुकेको छ। प्रतियोगितामा नेपाल, अफगानिस्तान, हङकङ, युएई जस्ता एक दिवसीय मान्यता प्राप्त टिमसँग खेल्नुपर्नेछ। नेपाली टिमले पछिल्लो समय एक दिवसीय विधामा राम्रो प्रदर्शन गर्न सकेको छैन। छोटो अवधिको तयारी, त्यसमा पनि मानसिक रूपमा पूर्ण फिट नभएका खेलाडीले मलेसियामा कस्तो प्रदर्शन गर्न सक्लान् भन्ने प्रश्न उठिसकेको छ। त्यसमा पनि प्रशिक्षक पुबुदुले टिमको तयारी अवधि निकै कम भएको बताइसकेका छन्। कान्तिपुर समाचारका लागि क्यामेरामा चिरायु थापाका साथमा खेलकुद ब्युरो, काठमाडौँ। मध्यपश्चिमका 100 भन्दा बढी खेलाडीले यो साता नेपालगञ्जमा फेला हुने अवसर पाए। खेलकुद महोत्सवको संज्ञा दिएर बोलाइएका ती खेलाडी एक अर्कासँग परिचय गर्ने अवसर बाहेक अन्य उपलब्धि नभएको गुनासो गर्दै घर फर्किएका छन्। नेपालगञ्जबाट जे पाण्डेको रिपोर्ट। भोको पेटमा खेल्नुपर्ने अवस्था र आवश्यक साधन स्रोत नहुँदा खिन्न भइरहेका खेलाडीहरूले महेन्द्र रंगशालाको महोत्सवमा पनि नेता र मन्त्रीको फोस्रो भाषण सुन्न बाध्य भए। नेपाल सरकार देशभरिको खेल पूर्वाधारहरूको सर्वेक्षण गर्ने, तिनीहरूको संरक्षण गर्ने र आवश्यकता अनुसार प्रवर्धन गर्ने, तिनीहरूलाई चाहिँ व्यवस्थित गर्ने, पुनर्निर्माण गर्ने सोचका साथ अगाडि बढिरहेको छ। काम गरेर देखाउनु भन्दा मौका पाएका बेला लोकप्रिय बन्ने उद्देश्यले बाँडेका ठूला सपनाबाट भलिबल, सुटिङ, फुटबल, कबड्डी, क्रिकेट लगायतका खेलका सहभागीहरू आशावादी हुन सकेनन्। खेलकुद चाहिँ नै यो राष्ट्रको लागि अभिन्न अंग हो। खेलकुद वास्तवमा जीवन हो। खेलकुदले जीवन दिन्छ, स्वस्थ नागरिक दिन्छ भन्ने कुरा राष्ट्रले बुझेकै छैन। 2020 विश्वकपमा नेपाली क्रिकेट टिमले ऐतिहासिक सफलता प्राप्त गरेपछि मन्त्री र नेताहरूले धेरै सपना बाँड्न थालेका हुन्। मैदान अभाव झेलिरहेका मध्यपश्चिमका क्रिकेटरहरू समेत पर्खौं र हेरौंको अवस्थामा छन्। ढिलाइ भए पनि परिवर्तन त आउने नै छ, ढिलाइ भए पनि हैन। तर त्यसको लागि हामी स्पेशली खेलाडीहरूले हामीहरूले आफ्नो खेललाई निरन्तरता दिँदा सँगसँगै पनि मलाई लाग्छ हामीहरूले एउटा खेलकै माध्यमबाट राम्रो हामीले लगनशील भएर खेलिराख्ने हो भने एक न एक दिन हैन कसो सरकारले र क्यानका पदाधिकारीहरूले कसो त्यो कुरालाई अगाडि बढाउला जस्तो लाग्छ मलाई।
खेल क्षेत्रमा बढ्दो राजनीतिक चलखेलले गर्दा खेलाडीहरू आफ्नो भविष्यप्रति चिन्तित देखिएका हुन्। यस्तो निराशा अन्त गर्ने हो भने विज्ञता र क्षमता भएकाहरूलाई ल्याउन आवश्यक देखिन्छ। कान्तिपुर समाचारका लागि क्यामेरामा रेजिना मल्लका साथ जे पाण्डे, नेपालगञ्ज। खेलाडीलाई प्रशिक्षणको अभावका कारण महेन्द्रनगरमा निर्माण भइरहेको बक्सिङ प्रशिक्षण केन्द्रको भवन आर्थिक अभावका कारण काम रोकिएको छ। राजधानी पछिको दोस्रो प्रशिक्षण केन्द्रका रूपमा गएको पुष महिनादेखि निर्माण थालिए पनि बजेट अभावका कारण निर्माण कार्य बीचैमा रोकिएको छ। राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध 5 लाख रुपैयाँ र स्थानीय स्तरमै सहयोग जुटाएर काम सुरु गरिएको थियो। तर अहिले बजेट नहुँदा काम अगाडि बढाउन कठिन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। कान्तिपुर खेलकुद समाचार अहिलेलाई यति नै। बाँकी राधाकृष्णबाट। धन्यवाद अनन्त। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। 8 जना स्थायी न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको सिफारिस, कारबाहीका लागि सिफारिसमा परेकाहरू समेत न्याय परिषदको रोजाइमा। नेपाल कम्युनिस्ट पार्टीको आज 65औं स्थापना दिवस। व्यक्तिगत चक्राम कम्युनिस्ट आन्दोलनको मुख्य समस्या। 3 वर्षसम्म शुल्क बढाउन नपाइने सर्वोच्चको आदेश विपरीत निजी विद्यालयद्वारा मनपरी शुल्क वृद्धि, जिल्ला शिक्षा कार्यालय पनि बेखबर। सगरमाथा आरोहणका क्रममा दुर्घटनामा पर्नेहरूका लागि हिमाल आरोही राहत कोष स्थापना गरिने, बीमा रकम बढाएर 15 लाख रुपैयाँ पुर्याइयो। वैदेशिक अभ्यास बिना नै राष्ट्रिय क्रिकेट टिम एसीसी प्रिमियर लिगमा सहभागी हुँदै कमजोर तयारी नै राम्रो प्रदर्शन हुनेमा आशंका। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते, शुभरात्रि।